हेलो सम्पूर्ण फेसबुक मित्रहरूलाई र खेसेसको नाउँमा अभिवादन र जय मसीह र नमस्ते। हुन्छ यहाँहरूको बिचमा फेरि पनि म परमेश्वरको वचन लिएर यहाँहरूको बिचमा म फेरि उपस्थित भइसकेको छु। हामी आज सोलोमन राजा र परमप्रभुको बिचमा त्यहाँनिर दर्शन भएको कुरा हामी हेर्नेछौँ है त। अनि परमप्रभुले सोलोमन राजालाई सपनद्वारा दर्शन देखाएर के भन्दै हुनुहुन्छ भने तिमी मसित माग र जे माग्छ म तँलाई चाहिँ दिनेछु भनेर चाहिँ परमप्रभुले सोलोमन राजालाई चाहिँ के भन्दैछ र माग भनेर चाहिँ एउटा प्रस्ताव राख्दैछ। हुन्छ हामी हेर्नेछौँ र परमप्रभु परमेश्वरले सोलोमन राजालाई के कुरा दिनुभयो अनि त्यसपछि सोलोमन राजाले परमप्रभुसँग कुन कुरा मागेको अनि त्यो कुरा हामी हेर्नेछौँ है त। हुन्छ हामी बाइबलको पत्ला हामी खोल्नेछ र पहिलो राजा 3:5 यसरी लेखेको छ र किबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर र तिनलाई भन्नुभयो र तिमी मसित जे माग्छौ त्यो म दिनेछु। यहाँनिर के भन्दैछ भने र परमेश्वर र परमप्रभुले सोलोमन राजालाई तिमी मसित जे माग्छ म तँलाई चाहिँ के गर्नेछु म तँलाई चाहिँ दिनेछु भनेर चाहिँ प्रतिज्ञा गर्नुभएको छ होइन। अनि त्यसपछि सोलोमन राजाले परमप्रभुसँग कुन कुरा हामी मागेको छ रहेछ त हामी हेरौँ है त। र परमेश्वरले भन्नुभएको छ र परमप्रभुले तैँले मागेको कुरा चाहिँ म दिनेछु र जे मागे पनि होइन म तँलाई चाहिँ के गर्नेछु र दिनेछु भनेर चाहिँ सपनद्वारा दर्शन देखाएर चाहिँ स्वयं परमप्रभुले सोलोमन राजालाई यहाँ भनेको कुरा हामी पाउँदछ। अनि हामी 3:9 है हामी यसरी लेखेको छ र के चाहिँ सोलोमन राजाले परमप्रभुसित के कुरा मागेको रहेछ र कुन कुरा मागेको रहेछ हामी हेर्नेछौँ है त। अनि यहाँ यसरी लेखिएको छ यसकारण र तपाईँको प्रजालाई र ठिकसित शासन गर्नलाई बुझ्ने मन र आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुटाउन सकोस् र किनकि तपाईँको यस ठुलो प्रजालाई कसले शासन गर्न सक्छ र। आमेन। र परमेश्वरको महिमा र परमेश्वरको प्रशंसा भएको होस् र चाहिँ परमेश्वरले माग भन्नुभएको बमोजिम यहाँ चाहिँ सोलोमन राजाले चाहिँ के माग्दैछ भने हामी थाहा पाउँदछ। अनि त्यसपछि परमप्रभुले माग भन्नेको बमोजिम चाहिँ यहाँ सोलोमन राजाले के माग्दैछ भनेपछि उहाँले के माग्दैछ भनेपछि उहाँले भन्नुभएको छ र म तपाईँको दासलाई चाहिँ के देऊ र बुझ्ने मन भनेको छ। हालेलुया। तपाईँको दासलाई के देऊ र बुझ्ने मन र आफ्नो दासलाई दिनुहोस् भनेर हामी पाउँदछौँ। परमप्रभुसँग एउटा बुझ्ने मन र एउटा ज्ञान एउटा उसले चाहिँ एउटा समझ परमेश्वरसँग माग्दै हुनुहुन्छ। अचम्मको कुरा छैन। सोलोमन राजाले परमप्रभुसँग ज्ञान माग्दैछ, मन माग्दैछ, एउटा बुझ्ने मन माग्दैछ होइन, एउटा असल ज्ञान एउटा असल मन माग्दैछ होइन। आज साँच्चैको तपाईँहरू मैले यो कुरालाई हेर्नुपर्ने कुरा हुन्छ किनभने तपाईँहरू हामीमा मन छ तर तपाईँहरू मेरो मनले बुझ्ने त्यस शक्ति र त्यस समझ तपाईँ ममा छैन। त्यसै गरी चाहिँ यहाँ परमप्रभुसँग सोलोमनले के माग्दैछ भने तपाईँको दासलाई चाहिँ के गर त्यो बुझ्ने मन दिनुहोस् होइन। यो भन्नुभएको छ यदि तपाईँ मलाई दिनु चाहनुहुन्छ भने यदि तपाईँ मलाई केही कुरा दिनु चाहनुहुन्छ भने मलाई के दिनुहोस् र मलाई त्यो बुझ्ने मन दिनुहोस्। अनि अर्को के भन्दै हुनुहुन्छ भने असल र खराबको भेद छुटाउन सक्ने र असल र खराबको भेद मैले छुटाउन सकोस् तपाईँले मलाई त्यो मन दिनुहोस्। असल के हो खराब के हो झुटा के हो त्यो कुरा चाहिँ मैले बुझ्न सकोस् र तपाईँले मलाई यदि दिनु चाहनुहुन्छ भने यदि तपाईँ म प्रति त्यो कुरा तपाईँले मलाई दिनु चाहनुहुन्छ भने तपाईँले मलाई चाहिँ के दिनुहोस् त्यो मन दिनुहोस्। मैले असल र खराबको भेद मैले छुटाउन सकोस्। हालेलुया। परमेश्वरको महिमा र परमेश्वरको प्रशंसा भएको होस्। र अचम्म कुरा हामी यहाँ सोलोमनले
परमेश्वरसँग र परमप्रभुसँग मागेको पाउँदछ र यदि तपाईँले मलाई दिन चाहनुहुन्छ भने त्यो कुरा तपाईँले मलाई दिनुहोस्, त्यो कुरा मलाई चाहियो हैन। बुझ्ने मन मलाई तपाईँले दिनुहोस्, असल र खराब भेद छुटाउन सक्ने मन तपाईँले मलाई दिनुहोस् हैन। अनि त्यसपछि हामी तल हेर्नेछौँ 10 पदमा हेर्नेछौँ र त्यसपछि सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। हालेलुया। हेर्नुहोस् त, सोलोमनले यो कुरा मागेकोमा परमप्रभु के हुनुभयो, उहाँ चाहिँ खुसी, एकदमै प्रसन्न हुनुभयो हैन। परमेश्वर सोलोमनदेखि के हुनुभयो, प्रसन्न हुनुभयो, अति खुसी हुनुभयो। र सोलोमनले यो कुरा मागेकोमा परमप्रभु परमेश्वर के हुनुभयो, अति खुसी हुनुभयो। तर सोलोमनले चाहेको भए उसले आफ्नो लागि लामो आयु माग्न सक्थ्यो। यदि सोलोमनले चाहेको भए उसको निम्ति धन सम्पत्ति, बल, शक्ति, समस्त के कुरा उसले माग्न सक्थ्यो। तर सोलोमनले त्यो कुरालाई मागेन। तर परमप्रभुसँग बुझ्ने मन भनेको छ, अनि असल र खराब भेद छुटाउन सकोस् भनेर छ, त्यो कुरालाई मागेको छ। अनि त्यसपछि परमप्रभु खुसी र प्रसन्न हुनुभएको कुरा हामी पाउँदछ। अनि 11 पदमा यसरी पाउँदछ, हामी पढ्दै गयो भने, यसकारण र परमेश्वरले तिनलाई भन्नुभयो, र तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरो शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्याय निथो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पुरा गर्नेछु, र म तँलाई बुद्धिमान र निथो गर्न सक्ने मन दिनेछु कि तेरो आँखी त जस्तै कोही भएको छैन र तेरो पछि कहिले अरू कोही हुनेछ, र यसकारण तैले नमागेको ती कुरा भनेको छ। परमप्रभु खुसी हुनु भएर र एकदमै प्रसन्न हुनु भएर उहाँले भन्दै हुनुहुन्छ, र तैले आफ्नो लागि आयु नमागेको कारणले तैले आफ्नो लागि आयु माग्न सक्थ्यो, तैले आफ्नो लागि धन र सम्पत्ति माग्न सक्थ्यो, र तैले तेरो दुश्मनहरूसँग जित्ने शक्ति तैले माग्न सक्थ्यो। तर तैले त्यो कुरा नमागेकोले अनि त्यसपछि परमेश्वरले के भन्दै हुन्छ, अरू कुरा अर्थात् र धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु। हालेलुया। परमेश्वरको महिमा भएको होस्। र परमेश्वरले स्वयं उहाँलाई जुन सोलोमनले नमागेको कुरा पनि उहाँले के गर्नुभएको छ, उहाँले दिनुभएको छ। र भन्नुभएको छ, तैले नमागेको कुरा अर्थात् भनेको छ र धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, र यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबर हुने छैन। र परमेश्वरको महिमा र परमेश्वरको प्रशंसा भएको होस्। र सोलोमन राजाले जब परमप्रभुसँग जुन कुरा माग्यो, त्यसपछि परमप्रभु खुसी र आनन्द हुनुभयो। अनि त्यसपछि परमेश्वरले सोलोमनले नमागेको कुरा पनि उहाँले माग्नुभयो। आज सायद सोलोमनको जग्गामा तपाईँहरू म भइदिएको भए र हामीले धन सम्पत्ति सम्मान हामीले माग्थ्यो होला, तर सोलोमन राजाले त्यो कुरालाई मागेन। उसले एउटा ज्ञान माग्नुभयो हैन। सोलोमन राजाले ज्ञान माग्नुभयो, अनि त्यसपछि एउटा शासन गर्ने एउटा ज्ञान माग्नुभयो, अनि त्यसपछि भन्नुभयो असल र खराबलाई भेद छुटाउन सकोस् भनेर त्यसले ज्ञान माग्नुभयो। तर परमप्रभुले त्यो ज्ञान पनि उहाँलाई दिनुभयो। उहाँलाई त्यो ज्ञान परमप्रभुले र दिनुभयो। अनि त्यसपछि त्यो ज्ञान मात्रै नभएर उहाँलाई धन दिनुभयो, उहाँलाई सम्पत्ति दिनुभयो, उहाँलाई सम्मान दिनुभयो। हालेलुया। आज तपाईँ र मेरो जीवनमा पनि यदि परमेश्वरसँग त्यो बुझ्ने मन तपाईँ र मैले माग्ने आज आवश्यकता छ। किनभने आज तपाईँ र मेरो मन, त्यो बुझ्ने मन तपाईँ ममा छैन। एक अर्कालाई हामीले बुझ्न सकेको छैन, एक अर्कालाई हामीले जान्नु सकेको छैन, एक अर्कालाई तपाईँ र मैले चिन्नु सकेको छैन हैन। हाम्रो मन त छ, तर हाम्रो मनमा घमण्ड आएको छ। र जसरी सोलोमन राजाले मागेको छ, मलाई त्यो बुझ्ने मन तपाईँले मलाई दिनुहोस्। यदि परमप्रभु खुसी हुनुभयो र तपाईँ मेरो जीवनमा त्यो मत दिनुभयो भने र तपाईँ मैले नमागेको कुरा पनि परमप्रभु परमेश्वरले दिनुहुनेछ। आमेन।
र यो वचन पढेकोमा सुनेकोमा हामी सबैलाई परमेश्वरले आशिष दिनुभएको होस् र परमप्रभु परमेश्वरले सोलोमन राजाले मागेको कुरा हामी यहाँ पुरा गरेको हामी पाउँदछ र सोलोमन राजाले नमागेको कुरा पनि परमप्रभु परमेश्वरले उहाँलाई दिनुभएको कुरा हामी यहाँ पाउँदछ। हुन्छ, परमेश्वरले सबैजनालाई यो वचन पढेकोमा र सुनेकोमा आशिष दिनुभएको होस्। यहाँहरूको दिन शुभ रहोस्।